Good morning everyone. Welcome to my mini vlog from करवा पार्क. रुक्नुहोस्, करवा पार्क मात्र हैन, म हजुरहरुलाई मकालु हिमाल पनि देखाउँछु. आज बिहानीमा करवा पार्क 0 पोइन्ट चैनपुरबाट देखिएको यो मकालु हिमालको मनमोहक दृश्यले सबैजनाको मन लोभ्याउने छ. साच्चै अविस्मरणीय छ यो दृश्य. हिजो घनघोर बादलपछि आज खुलेको यो नीलो आकाशले हिमालको सुन्दरता झन उज्यालो बनाइदिएको छ. अनि झन यो पहाडमा लागेको बादल, यो करवा कति रमाइलो देखिएको थियो क्या आज बिहान. म त कुद्दै गएर दौडेर खिचेको यो हजुरहरूलाई देखाउनको लागि. यो चैनपुरे करवा, खुल्ला नीलो आकाश अनि पारिपट्टि देखिने मकालु हिमाल, प्रकृतिको अनुपम उपहार. कति रमाइलो, कति स्वर्ग जस्तो ठाउँ छ है हाम्रो चैनपुर. अनि यो पारिपट्टि देखिएको फाबिङ, यो मामलिङ बादलले ढाकेको माथि माथि कति राम्रो दृश्य के. हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गर्नुहोस् है, सल्लाह सुझाव दिनुहोस्. यो चाहिँ हाम्रो 0 पोइन्ट. यति मजाले आकाश खुलेर हरियाली सबै देखेको थियो. हिजो चाहिँ राति एकदम डरलाग्दो चट्याङ चुटुङ परेको थियो. फेरि पनि हजुरलाई म मकालु हिमाल नै देखाउँछु. म त What a mesmerizing view के गाइज. मेरो भिडियोलाई अझ सुन्दर बनाउन आयो बनपाडी भ्लग्स. को काठमाडौँको यात्रामा हुनुहुन्छ, शुभ यात्रा. अब यो चाहिँ मेरो घर अगाडि फुलेको असारे फुल अनि मकैबारी कति रमाइलो देखिरहेको थियो. पारी मामलिङ, त्रिशुले, हाङलुङ जाने बाटो, बाँसगाडी कति रमाइलो. आज त घाम लागेर दसैँ नै आएको जस्तो फिल भयो मलाई त. हजुरहरूलाई कस्तो फिल भयो? अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद. यस्तै मनमोहक दृश्य अनि रमाइला क्षणहरूका लागि फेरि भेटौँला. बाई बाई, लभ यु अल, ह्याभ अ गुड डे. हजुरहरूको दिन शुभ रहोस्. थ्याङ्क यू फर वाचिङ. किप सपोर्टिङ, किप लभिङ. बाई बाई.